नमस्ते साथीहरू, आज हामी एक्सप्लेन गर्न जाँदैछौँ मुभी ललिता, जुन एउटा सत्य घटनामा आधारित मुभी हो। मुभीको सुरुमा हामी देख्न सक्छौँ कि एकजना बुढो मान्छे कार चलाउँदै आइरहेका हुन्छन्, जसको नाम हेम्बर हुन्छ। उनको फेसैभरि रगत हुन्छ अनि उनी कसैको यादमा टोलाइरहेका जस्तो देखिन्छ। अनि उनी मनमनै कुरा खेलाइरहेका हुन्छन् कि ललिता मेरो थिइन्, मेरो जिन्दगी थिइन्। अर्को सिनमा हामी हेम्बरको बालापनको बेला देख्न सक्छौँ। यो क्लिपमा उनी 14 वर्षका हुन्छन् र उनी फ्रान्समा बस्ने गरेका हुन्छन्। त्यतिकैमा उनको टाउनमा एकजना 14 वर्षकी केटी पनि आउँछिन्। उनलाई देखेर हेम्बरले पहिलो नजरमा नै माया गर्न थाल्छन्। उनको नाम एनाबेल हुन्छ। एनाबेल पनि हेम्बरलाई मन पराउन थाल्छिन्। त्यसपछि उनीहरू एकअर्कामा क्लोज हुन्छन्। उनीहरूले रमाइला पलहरू पनि बिताइरहेका हुन्छन्। यही क्रममा एक दिन उनीहरूको फिजिकल अट्याचमेन्ट पनि हुन्छ। तर उनीहरूको प्रेम धेरै दिनसम्म टिक्न सक्दैन, किनकि एनाबेल धेरै बिरामी भएको कारणले उनको मृत्यु हुन्छ। यो कुराले हेम्बरलाई धेरै नै दुखी बनाएको हुन्छ। उनी मनमनै निराश हुन्छन्। यो घटनापछि हेम्बरलाई कोहीसँग पनि प्रेम हुँदैन, किनकि हेम्बर एनाबेललाई निकै माया गर्थे। त्यसै कारणले उनको जिन्दगी एनाबेल जस्तै केटी खोज्दैमा जान्छ। अब यो घटना भएको पनि धेरै वर्ष नै हुन्छ। उनी यति बेला 40 वर्षका भइसकेका हुन्छन्। अब उनलाई अमेरिकाको एउटा कलेजमा प्रोफेसरको एउटा जब मिल्छ, जसलाई उनले अर्को सेमिस्टरमा जोइन गर्नुपर्ने हुन्छ। तर उनी समरको छुट्टीमा नै अमेरिकाको लागि निस्केका हुन्छन्, किनकि उनले नोबेल लेखेका हुन्छन्। त्यसैले उनले यो विधामा नै त्यो कम्प्लिट गर्नुपर्ने हुन्छ। हेम्बरलाई उनको अङ्कलले एकजना उनको साथीको घरमा बस्ने व्यवस्था मिलाएका हुन्छन्। जब उनी त्यो घर हेर्नको लागि भनेर जान्छन्, तर उनलाई त्यो घर खासै मन पर्दैन, किनकि त्यो घर एकदमै सानो अनि फोहोर पनि हुन्छ। त्यसपछि मिसेस हेजले आफ्नो घर उनलाई देखाउँछिन्। हेम्बर यहाँबाट जान लागिरहेका हुन्छन् कि यतिकैमा उनको आँखा हेजको छोरी ललिताकोमा जान्छ। यतिकैमा उनको खुट्टा पनि त्यहीँ रोकिन्छ। यतिकैमा उनलाई एनाबेलको याद आउँछ, किनकि ललिता एनाबेल जस्तै राम्री हुन्छन्। ललिता पनि एनाबेल जत्तिकै उमेरकी हुन्छन्। उनको स्माइल पनि एनाबेल जस्तै हुन्छ। त्यसैले हेम्बर त्यहाँ 20,000 रेन्ट तिरेर बस्न बाध्य हुन्छ। हेम्बर त्यहाँ एउटा सानो कोठामा बस्छन् र आफ्नो कार्य पुरा गर्न प्रयास गरिरहेका हुन्छन्। यतिकैमा ललितामाथि उनको एनाबेलको याद आइरहेको हुन्छ र उनले लुकी ललितालाई हेरिरहेका हुन्छन्। यहाँ हामी देख्न सक्छौँ कि ललिता जम्मा 14 वर्षकी हुन्छन्, तर उनी आफ्नो उमेरभन्दा पनि धेरै बुझ्ने हुन्छन्। त्यही भएर जब उनले हेम्बरलाई फर्स्ट टाइम देखेको थिइन्, उनलाई पहिले नै थाहा भइसकेको हुन्छ कि हार्बर्टले उनलाई मन पराउँछन् भनेर। ललिता पनि उनीमाथि जानी कहिले बस्छिन् त कहिले उनलाई टच गर्छिन् भने कहिले फ्लर्ट पनि गर्छिन्। उता ललिताको आमा पनि हार्बर्टको पर्सनालिटी देखेर मनै मन बिहेको लागि सोचिरहेकी हुन्छन्। भोलिपल्ट हेम्बर्ट लेकसाइडतिर गएको बेला ललिताको आमाले भन्छन् कि ललितालाई समर क्याम्पको लागि एक ठाउँमा पठाउँदैछिन्। तर ललिताले चाहिँ यो कुरा मानेकी हुँदैनन्। तर ललिताको आमा भने जबरजस्ती उनलाई क्याम्पमा पठाउँदै हुन्छन्। जुन दिन ललिता क्याम्पको लागि जाँदै हुन्छन्, त्यस दिन हार्बर्ट निकै ढिला उठेका हुन्छन्। जब ललिता कारमा बस्दै गरेको हार्बर्टले देख्छन्, उता ललिताले पनि हेरिरहेकी हुन्छन्। त्यही भएर उनी कारबाट बाहिर निस्केर फेरि घरमा आउँछिन् र हार्बर्टलाई किस गर्छिन्। तर यो सबै हार्बर्टले सपना मात्र देखेका हुन्छन्। ललिता क्याम्प गइसकेपछि ललिताको आमाले एउटा चिठी पठाएकी हुन्छन्, जुन चिठी आफ्नो मेडको हातबाट हार्बर्टलाई पठाएकी हुन्छन्। त्यो चिठीमा बिहेका लागि प्रस्ताव राखेकी हुन्छन्। यता हार्बर्टले पनि त्यो बिहेलाई स्वीकार गर्छन्। ललिताको नजिक हुनको लागि उनले यो बिहे गर्न खोजेका हुन्छन् र फाइनली उनको बिहे पनि हुन्छ। तर हेम्बर भन्ने ललिताकै पर्खाइमा बसेका हुन्छन्, किनकि ललिताप्रति उनको फिलिङ्स नै फरक हुन्छ। यता हेम्बर भने उनीहरू बीच शारीरिक सम्बन्ध नहोस् भनेर ललिताको आमालाई उनी स्लिपिङ ट्याब्लेट दिएका हुन्छन्।
हार्बर्ट चाहँदैनन् कि उनको र ललिताको बीचमा जे सम्बन्ध छ त्यो ललिताको आमालाई थाहा नहोस्। तर उनीहरूको यो सिक्रेट कुरा धेरै दिन टिक्न सक्दैन। एक दिन हार्बर्ट घरमा नभएको बेला ललिताको आमाले हार्बर्टको डायरी पढ्छिन्। त्यसैले उनले उनीहरूको बीचको सम्बन्ध पनि थाहा पाउँछिन्। यति मात्र नभएर हार्बर्टले उनको बारेमा घटिया आइमाई समेत लेखेका हुन्छन्। यतिकैमा हार्बर्ट पनि घरमा आउँछन्। उता ललिताको आमा रिसाउँदै उनलाई जनावर भनेर तथा नाम गाली गर्न थाल्छिन्। त्यसपछि उनी सबै सम्बन्धहरू तोडेर घरदेखि बाहिर निस्किन्छन्। बाहिर निस्किन बित्तिकै उनको दुर्घटना हुन्छ र त्यही उनको मृत्यु हुन्छ। हार्बर्टलाई दुःख त हुन्छ तर उनी फ्री पनि भएका हुन्छन् किनकि ललिता र उनको बीचमा उनी अब कोही पनि हुँदैनन्। हार्बर्ट अब ललितालाई लिन उनको क्याम्पमा जान्छन् तर उनको आमाको मृत्यु भएको बारेमा चाहिँ भन्दैनन्। उनले भन्छन् कि उनको आमा हस्पिटलमा छिन् भनेर झुट बोल्छन्। अब उनीहरू घरतिर फर्किन्छन्। घर फर्किँदै गर्दा ललिताले आफूलाई अझै किस नगरेको भनेर हार्बर्टसँग कुरा राख्छिन्। यो कुरा सुनेपछि हार्बर्टले कारलाई साइड लाएर ललितालाई किस गर्छन्। यो उनीहरूको पहिलो रोमान्टिक सिन हुन्छ। अब हार्बर्टले उनीहरू एक दिनको लागि होटेलमा बस्ने निर्णय गर्छन्। भोलिपल्ट उनको आमालाई हस्पिटल भेट्न जाने पनि कुरा गर्छन्। होटेलमा एउटा ह्यान्डसम केटासँग ललिताको भेट हुन्छ। उनी त्यो केटासँग चाँडै नै आकर्षित हुन्छन्। हामीलाई थाहा हुन्छ कि त्यो ह्यान्डसम केटाको नाम क्लेयर हुन्छ। यतिकैमा हार्बर्टले पनि क्लेयरसँग भेट गर्छ। हार्बर्टलाई त्यो केटाको नाम थाहा हुँदैन तर उनलाई शङ्का लागेको हुन्छ कि उनको पत्नीको जासुस त होइन। अब होटेलमा उनीहरूको सम्बन्ध रोमान्टिक भएर शारीरिक सम्बन्धसम्म पुग्छ। अर्को दिन ललिताले हार्बर्टसँग हस्पिटलको नम्बर माग्छिन् किनकि उनलाई आफ्नो आमासँग कुरा गर्नुपर्ने हुन्छ। यहाँ हार्बर्टले ललिताको आमाको मृत्यु भएको कुरा भनिदिन्छन्। यो कुरा सुनेर ललिता होटेलमा आएर दिनरात रुन थाल्छिन्। अब घर फर्किनको लागि उनीहरूको केही कारण नै थिएन। त्यसैले उनीहरू पुरै अमेरिका घुम्नको लागि जान्छन्। यता उनीहरू कपाल जसरी होटेलमा बसेर इन्जोय गर्छन्। फाइनली हार्बर्टले टिचिङको जब गर्न थाल्छन् भने ललितालाई पनि स्कुलमा भर्ना गरिदिन्छन्। उनीहरू भित्रभित्रै शारीरिक सम्बन्ध बनाइरहेका हुन्छन् भने बाहिर दुनियाँको नजरमा बाउछोरी जस्तो गरिरहेका हुन्छन्। यता ललिताले हार्बर्टमाथि सेक्सुअली म्यानिपुलेट गरेर आफ्नो माग पुरा गरिरहेकी हुन्छन्। एक दिन हार्बर्ट ललिताको स्कुलमा उनको प्ले हेर्न जान्छन् जहाँ उनलाई थाहा हुन्छ कि उनको प्लेलाई सब क्लियरले लेखेका हुन्छन्। क्लियर त्यही केटा हुन्छन् जुन उनी होटेलमा भेटेका थिए। जसरी समय बित्दै गइरहेको हुन्छ उनीहरूको बीचमा पनि रोमान्स कम हुँदै जान्छ। हार्बर्टलाई ललितामाथि इन्सिक्योर फिल हुन थाल्छ। उनलाई डर हुन थाल्छ कि कतै ललिताले उनलाई छोडेर त जाँदिनन्। एक दिन ललितालाई कोहीसँग कुरा गरिरहेको हार्बर्टले देख्छन्। जब ललिताले हार्बर्टलाई देख्छिन् उनले छिटो छिटो कल राख्छिन् र अजीब तरिकाले कुरा गर्छिन्। यो सम्बन्ध बिग्रिनुभन्दा पहिले नै हार्बर्टले फेरि टुर जाने प्लान बनाउँछन्। यसपटक ललिताले भन्नुपर्ने थियो कि कहाँ कहाँ जाने भनेर। बाटोमा जाँदाखेरि हार्बर्टलाई लागिरहेको हुन्छ कि कसैले उनलाई पिछा गरिरहेको छ। त्यो मान्छेहरू कोही नभएर त्यही होटेलमा भेटेको जासुस हुन्छ। त्यसपछि उनीहरू ग्यास स्टेसनमा रोक्छन् अनि हार्बर्ट केही किन्नको लागि पसलमा जान्छन्। त्यति बेला हार्बर्टले देख्छ कि ललिता कोही नचिनेको मान्छेसँग कुरा गरिरहेकी हुन्छन्। उनी भागेर छिटो छिटो बाहिर आउँछन्। त्यति बेलासम्म त्यो मान्छे त्यहाँबाट गइसकेको हुन्छ। ललिताले भन्छन् कि त्यो मान्छे बाटो बिर्सिएर यहाँ सोध्न आएको थियो तर हार्बर्टलाई त्यही मान्छे भएको शङ्का लागिरहेको हुन्छ। त्यसपछि पनि हार्बर्टलाई कोही मान्छेले गाडी चेन्ज गरेर उनीहरूको पिछा गरिरहेको शङ्का लागिरहेको हुन्छ। अब फेरि उनीहरू होटेलमा आएका हुन्छन्। यतिकैमा हार्बर्ट केही सामान किन्नको लागि फेरि बाहिर जान्छ। जब हार्बर्ट फर्केर होटेलमा आउँछ तब ललिता अर्कै रूपमा बसेकी हुन्छन्। उनको कपाल बिग्रिएको हुन्छ, ओठको लिपस्टिक यताउति भएको हुन्छ अनि खुट्टा पनि फोहोर हुन्छन्। अब हार्बर्टलाई लाग्छ कि उनी बाहिर जान बित्तिकै कोही न कोही यहाँ आएको थियो तर ललिताले यहाँ कोही नआएको कुरा बताउँछिन्। तर हार्बर्टलाई यो देखेर अजीब लागिरहेको हुन्छ।
त्यस दिन उनीहरूको बीच शारीरिक सम्बन्ध पनि हुन्छ। तर हार्बरलाई अझै एउटै कुराले सताइरहेको हुन्छ कि ललितालाई उनीदेखि कसैले टाढा गराइरहेको छ। अर्को दिन उनीहरूको यात्रा फेरि सुरु हुन्छ र फेरि उनीहरू एउटा होटेलमा बस्छन्। तर त्यस दिन ललितालाई सन्चो हुँदैन, त्यही भएर हाम्बरले हस्पिटलमा लगेर जान्छन्। त्यसपछि डाक्टरले भन्छन् कि उनलाई भाइरल ज्वरो आएको हो भनेर, त्यसैले आज तिनी त्यहीँ बस्नुपर्छ। अनि हाम्बर ललितालाई हस्पिटलमै छोडेर ऊ होटेल आउँछ। भोलिपल्ट हाम्बरले हस्पिटलमा कल गरेर ललिताको बारेमा सोध्छ। त्यसपछि उनलाई थाहा हुन्छ कि उनलाई भाइरल फिभर भएको थिएन र बिहानसम्म निको भइसकेको र उनको अङ्कल आएर उनलाई डिस्चार्ज गरेर लगेको कुरा पनि भन्छ। यो सुनेर हार्बर्ट एकदमै चकित पर्छ र ऊ छिटो छिटो हस्पिटलतिर दौडिन्छ। हस्पिटल आएर उसले सबैसँग झगडा गर्न थाल्छ। यतिकैमा त्यहाँ पुलिस आएको देखेर उसले सबैसँग माफी माग्छ र त्यहाँदेखि बाहिर निस्किन्छ। यहाँबाट हामीलाई थाहा हुन्छ कि ललिता बिरामी हुँदिनन्। यो सबै उनको र क्लियरको यहाँबाट भाग्ने प्लान हुन्छ। हाम्बर यहाँ ललितालाई खोज्नको लागि आफ्नो जिउ ज्यान लगाइदिन्छ र उनीहरू पहिले बसेको प्रत्येक होटेलमा खोज्न जान्छ। उनलाई अझै आश हुन्छ कि ललिता भेटिन सक्छिन्। उनले होटेलको रजिस्टर चेक गर्दाखेरि एउटा ह्यान्डराइटिङ देख्छन् कि उनीहरू जुन जुन होटेलमा बसेका थिए त्यहाँ फरक नामको एउटै किसिमको ह्यान्डराइटिङ थियो। यहाँबाट यो थाहा हुन्छ कि उनीहरू जुन जुन होटेलमा बसेका थिए त्यो मान्छे पनि त्यही होटेलमा बसेको थियो। उनले धेरै खोज्ने प्रयास गर्छन् तर ललिताको अत्तो पत्तो हुँदैन। उनलाई लाग्छ कि म बाहेक ललिताको अर्को पनि बोयफ्रेन्ड छ, तर उनलाई यो पनि लाग्छ कि म जस्तो माया अरू कसैले गर्न सक्दैन। हेर्दा हेर्दै यतिकैमा 3 वर्ष पनि बित्छ। त्यसपछि उनलाई अचानक एउटा ललिताको चिठी आउँछ। त्यो चिठीमा लेखेको हुन्छ कि उनको बिहे भइसकेको र उनी प्रेग्नेन्ट भएको कुरा हुन्छ। अनि उनको फाइनान्सियल कन्डिसन पनि राम्रो नभएको कारणले हेल्प मागेकी हुन्छन्। अब हार्बर त्यहाँ भएको ठेगानामा पुग्छ। अब त्यहाँ पुगेर उनी 3 वर्षपछि ललितासँग भेट्छ। ललिताले रिजेक्ट नामको केटासँग बिहे गरेको हुन्छ र प्रेग्नेन्ट पनि हुन्छ। तर 3 वर्षपछि पनि हाम्बर जान्न चाहन्छ कि को थियो ऊ जसले ललितालाई आफूदेखि टाढा लगेको हुन्छ। अनि ललिताले भन्छन् कि त्यो मान्छेहरू कोही नभएर त्यही क्लियर हुन्छ। ऊ हाम्बरको पछाडि ललितालाई भेट्न आइरहन्थ्यो। ललिताले फेरि भन्छन् कि त्यही क्लियरको पछाडि उनी क्रेजी हुन्छन्। यो सुनेर हाम्बरको दिल टुट्छ। जब उनी पहिलो पटक क्लियरको घर गएकी हुन्छन्, उनलाई त्यहाँ गएर थाहा हुन्छ कि त्यसले पोर्न इन्डस्ट्री चलाइरहेको हुन्छ अनि उसलाई टिनेज केटीहरू पनि मनपर्छ। तर ललितालाई अरू केटासँग फिजिकल राख्न मन थिएन। उसलाई क्लियरकै साथमा मात्रै गर्नु थियो किनकि क्लियरलाई उनी माया गर्थिन्। यो सुनेर ललितालाई क्लियरले त्यहाँदेखि निकालिदिएको थियो। अब हाम्बरलाई ललितामाथि धेरै माया लाग्छ किनकि उसले आफ्नो जिन्दगी गरिबीमा भोगिरहेको थियो। ललितालाई हार्बरले आफूसँग जाने भन्छन् तर ललिताले त्यहाँदेखि नजाने निर्णय गर्छिन्। अन्तिम पटक हार्बरले ललितालाई दितमरुन्जेलसम्म हेर्छन् अनि आफूले गरेको गल्तीको माफी माग्छन् र उनलाई केही पैसा दिएर त्यहाँबाट निस्किन्छन्। त्यसपछि क्लियरलाई मार्नको लागि उनी क्लियरको घरमा जान्छन् किनकि ललितालाई आफूबाट टाढा लगेको र उसलाई बीच बाटोमै धोका दिएको हुन्छ। अब हाम्बर क्लियरको घरमा आइपुग्छ तर क्लियरलाई केही पनि याद नभएको कुरा भन्छ किनकि उसले धेरै केटीसँग यस्तो गरिसकेको हुन्छ। ऊ धेरै ठर्की भएको कारणले उसले केटीहरूलाई युज गरेको हुन्छ। त्यसपछि हाम्बरले ललितामाथि भएको अत्याचारको बदला लिनको लागि उसलाई गोली प्रहार गर्छ अनि बिस्तारै उसलाई ललिताको याद आउँछ र भन्छ उसले ऊमाथि जबरजस्ती गरेको थिएन किनकि ललिता त्यहाँ आफ्नो मर्जीले आएको हुन्छ। त्यसपछि ललितालाई यहाँको काम मन नपरेपछि फर्केको कुरा भन्छ। यतिकैमा क्लियरले अर्को अफर राख्छ कि तिमी यहाँ बस, यहाँ टिनेज केटीहरू आउँछ र तिमीले उनीहरूसँग रमाइलो गर्न पाउँछौ। यो सुनेर हार्बरलाई एकदमै रिस उठ्छ किनकि उसले ललितालाई चोखो माया गरेको हुन्छ। त्यसैले उसले क्लियरमाथि गोली चलाउँछ र उसलाई त्यही मारिदिन्छ।
त्यसपछि ऊ त्यहाँबाट फर्किन्छ। अबको सिनमा देख्न सक्छौँ कि हामीले सुरुमा देखेको सिन यहाँ देखाइन्छ, जहाँ ऊ गाडी चलाउँदै ललिताको यादमा डुबिरहेको हुन्छ। अब उसलाई हत्या गरेको आरोपमा पुलिसले पिछा गरिरहेको हुन्छ, तर ऊ त्यहाँबाट भाग्दैन अनि उसले सरेन्डर गर्छ र पुलिसले उसलाई जेलमा लैजान्छ। अब ऊ जेलमा हुँदा बिरामी हुन्छ र उसको त्यही मृत्यु हुन्छ। अर्को महिनामा उनले एउटा बच्चालाई जन्म दिन्छन् र त्यतिकैमा उनको पनि मृत्यु हुन्छ। यो सँगसँगै यो मुभी पनि यहाँ नै समाप्त हुन्छ।